My sanity about to break while everyone I know's out. So hello guys and welcome back to our new vlog. So आज हामीहरू चाहिँ नेपालको एकदम ब्युटिफुल स्टुपा मध्ये एउटामा जाँदैछौँ है। त्यो चाहिँ ठ्याक्कै कता छ भनेपछि यो कता भन्नाले नि त्यो नाम नै स्वयम्भू होइन, स्वयम्भू टेम्पल भन्ने छ। त्यता हामीहरू गइरहेछौँ होइन, स्वयम्भूनाथ स्टुपा भन्ने छ है, त्यहाँ जान लाग्छौँ हामीहरू। अल्सो नोन एज मङ्की टेम्पल पनि भनिन्छ है। मङ्की टेम्पल त्यहाँ चाहिँ अब यो जस्ताहरू बादरहरू हुन्छ नि त होइन, त्यही भएर त्यसलाई चाहिँ मङ्की टेम्पल पनि भनिन्छ होइन। जसमा चाहिँ होइन यीको अपोजिट साइडबाट गइरहेछौँ हामीहरू, तर अगाडिबाट त्यहाँबाट जाँदाखेरि चाहिँ 365 सिडी चढेर अनि माथि आउनुपर्छ कि टेम्पलमा होइन। हामीहरू चाहिँ अहिले यताबाट जान लाग्छौँ। हेर्नु हामीहरू चाहिँ अब नयाँ वेबाट जाँदैछौँ है। माथि बाँदर, यहाँ जम्मै बाँदर नै बाँदर हुनु कि जम्मै हेर, तिमी पनि बाँदर त हो एक किसिमको होइन। यहाँ हामी नयाँ ठाउँबाट जाँदैछौँ है। हामीहरू चाहिँ माथि पुग्यौँ है। यो बाटोबाट चाहिँ म पहिलोचोटि आएको होइन, नत्र हामी म जहिले तलको बाटो छ नि त्यही बाटो चाहिँ जान्थेँ। किन थाक्यो यार। सो हामीहरू यो नयाँ ठाउँ चाहिँ हेऱ्यौँ होइन। अब हामीहरू तल जाँदैछौँ। हामीहरूको मेन टेम्पल भन्नाले जो जता चाहिँ 365 स्टेप्सहरू छन् नि त्यो ठाउँमा जाँदैछौँ हामीहरू होइन। यो ठाउँलाई चाहिँ ऊ भन्छ कि होइचेन थुक्जे छोइलिङ गुम्बा। होइचेन थुक्जेन छोइलिङ गुम्बा भन्छ होइन। सो त्यस्तो देखाउन नि मिल्छ। म नेपाली उस्तै कमजोर छ जान्थेँ। हामीहरू तल जान लाग्छौँ है। यहाँबाट एकदम दामी भ्यू देखिन्छ, यहाँबाट हेर्न सक्नुहुन्छ है। पुरै यो प्रेयर फ्ल्यागले चाहिँ झन् बबाल देखाउँछ कि यसलाई चाहिँ। यो यस्तो स्टुपाहरूमा चाहिँ यो प्रेयर फ्ल्याग चाहिँ हुन्छ नि हुन्छ कि होइन। चाहिँ एकदम यसले चाहिँ झन् कस्तो ब्युटी बढाइन्छ कि यसको। कस्तो बवाल देखिरहेको छ हेर न उता मौसम के। सो गाइस जब हामीहरू चाहिँ फाइनल्ली जाँदैछौँ है, यहाँ हामीहरूले भ्याए सबै त्यहाँ घुमेर। सो हामीहरू चाहिँ अब यहाँबाट तल जाँदैछौँ। त्यो के भन्छ त्यो पुरै काठमाडौँ देखिन्छ कि त्यहाँबाट अब यहाँबाट जाँदैछौँ कि हामीहरू। यहाँबाट सक्नुहुन्छ खतरा चिज चाहिँ देखाउँछु। यहाँ एउटा खतरा चिज चाहिँ म देखाउँछु, तपाईँ अचम्म हुनुहुन्छ है। सिकुरो खतरा के भनेको छ होइन, लाइक प्लिज डु नट थ्रो कोइन इन पिस्फुल भनेको छ होइन। प्लिज डु नट थ्रो मान्छेहरूले हेरेर के गरेको छ कि लाइक नोटहरू कोइनहरू फालिरहेको छ कि यहाँ लेखेको छ दुइटै ल्याङ्ग्वेज होइन। तर त्यहाँ हेर न गुड सिभिक सेन्स के मान्छेहरू। सिभिक सेन्स पनि हो, तर कस्तो फाल्ने चाहिँ किन त होइन। फाल्ने चाहिँ त्यही लेखेकै छ कि फाल्ने होइन भन्दा कि, तर पनि मान्छेले कस्तो के लेखेको छ कि। जब हामीहरू चाहिँ माथि पुगिसक्यौँ है, त्यसको लागि हामीले यत्रो सिडी चढ्यो होइन। दामी सिन यहाँबाट हेर्नु सक्छ एकदम दामी सिन छ होइन। तपाईँहरूलाई देखाउँछ हामीहरू। नयाँ थाकेर कस्तो भइसक्यो, पुरै फ्याँ निस्किसक्यो होइन। यहाँ पुग्नलाई यहाँबाट हेर्नु सक्नुहुन्छ है। सो यताबाट चाहिँ यो घुमाएपछि होइन यहाँबाट चाहिँ इच्छा पुरा हुन्छ भन्छन् है। हामी पनि गरिदिउँ न त के हुन्छ, इच्छा पुरा नै हुन्छ कि। नम्बर इन्डियाको के अरे नेपालको नम्बर 1 भ्लगर भन्ने हामीहरूको सपना होइन, त्यो पुरा हुन्छ कि के गरिदिउँ न होइन। तिमी चाहिँ के को लागि गरेर कि धनाडी हुनलाई? मेरो साथी चाहिँ धनाडी हुनलाई गरेर छ कि होइन। यसलाई पैसा भाइ फेरि के हेर्ने कि अरू के चाहिँदैन क्या, पैसा भइ चाहिँ पुग्यो कि यसलाई त होइन। यहाँ हेर्नु त पुरै एक चक्कर नै लगाउने क्या फेरि। यहाँबाट हेर्नु सक्ने अब सिँढी 365 सिँढी भनेको चाहिँ यहाँबाट हो कि होइन। हामीहरू यहाँ पनि जान्छौँ होइन अहिले। सो हामीहरू चाहिँ अहिले एक चक्कर लगाइहालौँ यसको होइन। ठुलो हो क्या ऊ डमरो जस्तो है। डमरो होइन यसलाई के भन्छ म बिर्सेँ। ए ऊ त होइन नि यो ब्रह्मास्त्र होइन। ब्रह्मास्त्र होइन म बिर्सेँ कि के भन्नुहुन्छ। ब्रह्मास्त्र भनेको सबैभन्दा खतरा हो कि वेपन हो कि। सो अलिकति बाँकी छ है अब यसको धनाडी हुन के अरे प्ले गर्नलाई चाहिँ अलिकति बाँकी छ है। त्यो कम्प्लिट भएपछि यो चाहिँ पुरै हुन्छ क्या, के भन्छन् यसलाई धनाडी नै हुन्छ कि यही। यहीँबाट झोला भरेर पैसा लाग्छ कि यसले होइन। यत्रो मिहिनेत गर्दैछ। अनि यहाँबाट मैले तपाईँहरूलाई चाहिँ 180 भ्यू पनि देखाउँछु होइन। काठमाडौँको पुरै कच्चा देखिन्छ क्या यहाँबाट होइन, बब्बल देखिन्छ कि एकदम। सो यहाँबाट हेर्न सक्नुहुन्छ, यहाँबाट धरहरा पनि देखिन्छ कि। सो हामीहरू यो धरहरा पनि गएको थियो होइन, त्यसको ब्लग पनि हेर्नु होला होइन। सो आज हामीहरू चाहिँ स्वयम्भू आएको छौँ। सो स्वयम्भूको पनि हेर्नु, सो धरहरा पनि हेर्नु होला।
त्यता पनि रमाइलो भएको थियो होइन। यो आँखा छ नि, यो आँखाले चाहिँ के भन्छन् मतलब यो चारवटा डिरेक्सनमा चाहिँ सबैलाई चाहिँ हेर्छ अरे कि। सो गाइज अब हामीहरूले चाहिँ तपाईँलाई यसको स्वयम्भूको 365 देखायो होइन। सो अब हामीहरू चाहिँ एउटा सिँढीबाट तल जान्छौँ। यो चाहिँ 365 छ भन्छन् है, हेरौँ न गर्ने र काउन्ट गर्दाखेरि ल काउन्ट गर तिमी, ल उसले चाहिँ काउन्ट गर्छ है। सो यहाँदेखि काउन्ट गरेको कति रहेछ है, तिमीले चाहिँ 365 भनेर रहेछ होइन। सो म चाहिँ काउन्ट गर्छु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 सो मेरो साथी यहाँ कतिवटा छन् सिँढी भनेर गन्दैछ है। अब यहाँ हेर्न सक्नुहुन्छ है कति छ भनेर गन्दैछ। सो हामीहरू चाहिँ यहाँबाट तल जाँदैछौँ होइन। यो के भन्छन् यता चाहिँ के भन्छन् चटपटे अनि यस्तै चाउमिन पाउँछ कि यतातिर होइन। सो हामीहरू पहिला म कतिचोटि आएर यहाँ खा पनि छु होइन। सो अहिले हेरौँ छ कि छैन, तर खाँदा चाहिँ खान्न है, किनकि यता बाजारहरू खान दिँदैन नि त होइन। सो हामीहरू चाहिँ हेर्छौँ छ कि छैन भनेर। तर यता बस्ने ठाउँ पनि राम्रो छ क्या, एउटा सानो पार्क टाइपको छ होइन। त्यतातिर चाहिँ यसो चटपटे बेचेर मान्छे उयो गर्छन् होइन। सो हामीहरू त्यति जाँदैछौँ। सो हामीहरू चाहिँ अब यहाँ पुग्यौँ है, यता बेच्दो रहेछन् बेच्न त, यहाँबाट चटपट बेच्दो रहेछन्। तर यहाँ बाँदरहरू त्यो अगाडि छ नि यिनी बाँदरहरू, यिनीहरू चाहिँ खाना दिँदैन कि यिनीहरू होइन, के खाना भने चाहिँ खोसिहाल्छन् क्या। सो त्यही भएर पनि यो स्वयम्भूनाथलाई चाहिँ मङ्की टेम्पल भनेर चिनिन्छ होइन। सो यता बस्ने ठाउँ पनि राम्रो छ होइन, यहाँबाट हेर्न सक्नुहुन्छ एकदम दामी छ। एकदम राम्रो छ, यहाँबाट हेर्न सक्नुहुन्छ। यो यहाँबाट चाहिँ तल गएर अब हामीहरू चाहिँ यहाँबाट चाहिँ उता दायाँपट्टिबाट रोड हुँदै जान्छु होइन, त्यहाँबाट राम्रो छ। सो गन्दै जाँदै चाहिँ मेरो साथी कति छन् भनेर सिँढी होइन। सो तपाईँले त्यो बेलामा सबैले लाइक गर्नु भएन, सेयर गर्नु भएन, सब्सक्राइब गर्नु भएन भने चाहिँ गरिदिनु होला होइन। त्यसले गर्दा हामीहरूलाई पनि मोटिभेसन मिल्छ होइन। सो हेर्दै जाऊँ होइन। सो कमेन्ट गरेर भनि पनि दिनु होला होइन, कस्तो खालको तपाईँलाई कन्टेन्ट मनपर्छ भनेर। सो हामीहरू त्यस्तै खालको भिडियो बनाउन ट्राई गर्छौँ होइन तपाईँहरूको लागि भनेर। सो गरिदिनु होला। यता चाहिँ यो यस्तो बाउलहरू, सिङ्गिङ बाउलहरू अनि यस्तो यस्तो पाउँछ नि त यता होइन। एकदम अब के भन्छन् बौद्धिस्टहरूको त्यो के भन्छन् कल्चर अनुसार होइन। सो मेरो साथी चाहिँ डराइ हिँडिरहेछ, कतै झम्टिने त होइन भनेर होइन। यिनीहरू उत्तिकै त झम्टिँदैन होइन, केही न केही यिनीहरूलाई चाहिँ के भन्छन्, यिनीहरूसँग जिस्क्यो भने चाहिँ यिनीहरूलाई चलायो भने चाहिँ अनि यिनीहरू झम्टिन्छन् होइन, उत्तिकै त झम्टिँदैन यिनीहरू। सो हामीहरू चाहिँ यहाँबाट गयौँ। अब तपाईँलाई चाहिँ उतापट्टिको त्यो मेन 3टा मूर्ति हुन्छ नि हो त्यो चाहिँ देखाउँछ कि हामीहरूलाई। त्यो मन्दिर देखाउँछ होइन, त्यो मन्दिर चाहिँ होइन त्यो गोल्डन टेम्पल छ नि होइन, त्यो चाहिँ मलाई के लाग्थ्यो सुरुमा भने चाहिँ त्यो चाहिँ गोल्डन हो भन्ने जस्तो लाग्छ कि, सुनको भन्ने जस्तो लाग्छ कि होइन। पछि कति बेला भने चाहिँ 3-4मा पढ्दाखेरि पनि थाहा मलाई त्यस्तै लाग्थ्यो कि त्यो सुनको हो कि भनेर। तर होइन पछि थाहा भयो कि यो सुनको नहुँदो रहेछ भनेर। अब त्यो बेला बच्चाको दिमाग त भएन, के थाहा हुन्छ र। सो म चाहिँ अब थाहा पाएँ त्यो पछि चाहिँ अहिले आएर तपाईँलाई भनिरहेको छु होइन, त्यो सुनको चाहिँ होइन है, सुनको भने नसोच्नु होला, त्यत्रो सुनको नै हुँदैन होइन। सो हामीहरू चाहिँ यहाँबाट तल निस्क्यौँ होइन, यो सिँढी हुँदै। मेरो साथी अझै नै गनिरहेको के कति छ भनेर। कति पुग्यो 230 छ कि ल 330 मुला 230 कि 330 भनेर नि बिर्सेँ होइन। 365 छ भनेर भने, म यहाँ हेरेको त थिएँ होइन मैले अनलाइन अघि आउँदाखेरि 365वटा सिडी छन् भनेर। सो हामीहरू चाहिँ अर्को साइडबाट निस्क्यौँ है, यहाँबाट हेर्न सक्नुहुन्छ है। यो साइडबाट हामीहरू आएको थियो होइन, अब यहाँबाट चाहिँ हामीहरू निस्केँ। सो अब हामीहरू चाहिँ यो रोड हुँदै यो यहाँबाट राइटबाट हुँदै होइन हामीहरू अगाडिको टेम्पल जान्छौँ होइन। त्योभन्दा अगाडि केही खाजा खाऊँ भनेर सोचिरहेको छु होइन। सो यता के पाउँछ राम्रो है, किमा नुडल राम्रो पाउँछ अरे होइन, यो भन्दैछ खै यो हावा भन्छ भन्न त, त्यो पनि हेरौँ होइन कसरी हेऱ्यो कि हावा भन्छ भने। सो हामीहरू जाँदैछौँ, यसो हेर्छौँ होइन किमा नुडल कता पाउँछ भनेर। मलाई स्वयम्भूको बारेमा त्यति केही पनि थाहा छैन कि यहाँ कस्तो खाजा पाउँछ के पाउँछ भनेर होइन। सो हेर्छौँ यसो अनि भेटे चाहिँ खान्छौँ, नत्र तपाईँलाई त्यो टेम्पल देखाएर सरसर हामीहरू घर जान्छौँ होइन। सो हेर्दै जानु होला। सो तपाईँलाई मनपर्छ यस्तै भिडियोहरू हेर्न मनपर्छ भनेपछि यसो लाइक गर्नु होला, सब्सक्राइब पनि गरिदिनु होला होइन। सब्सक्राइबमा चाहिँ त्यो जसरी के अरे टाउको हान्दा नि हुन्छ, खुट्टा हान्दा नि हुन्छ क्या होइन, अनि मायाले गर्दा नि हुन्छ। सो गाइस अब हामीहरू चाहिँ त्यो किमा नुडल
स्वयम्भूको बेस्ट किमा नुडल होइन त्यो ठाउँमा पुग्नेवाला छौँ है गाइज अब हामीहरू चाहिँ यो पसलमा चाहिँ पुग्यौँ है तर यता बाहिर नै पुऱ्याइदिनु भयो कि ठाउँ छैन भित्र भनेर बाहिर नै बसाउनु भएन यो लाफिङ सेन्टर भन्ने छ होइन हामीहरू तर यहाँ चाहिँ भित्र ठाउँ नभएर बाहिर नै बसेर एकछिन होइन हामीहरूलाई यस्तो नराम्रोसँग त भने होइन राम्रोसँग भने एकछिन यिनीहरू उठ्नुहुन्छ अनि फेरि बस्नु भने होइन हामीहरू एकछिन वेट गर्दैछौँ होइन त्यो उता बौद्ध बन्दी भएको थियो याद छ कि नै बाहिर बसाउँछन् कि त्यहाँ पनि हामीहरूलाई भित्र ठाउँ छैन एकछिन कुर्नु भनेर भित्र भने मतलब त्यो मान्छे साइडमा बसिरहेको थियो होइन भिडियो बनाउनु सजिलो हुन्छ भनेर हामीहरू सब बाहिरै कुरिरहेको थियो होइन यहाँ पनि त्यही छ कि त्यो क्यामेरा बोकेर खाजा खानु भ्लग बनाउँछ लास्टिक गाह्रो के हो कि नै त्यो कुर्नुपर्छ कि जता पनि कुर्नुपर्छ कि सोचेको बेला त्यसरी खानै सकिन्न नि त फ्रिली त्यो क्यामेरा भिडियो बनाउनु पऱ्यो होइन यहाँ त्यहाँ सेक्सन कुर्छौँ हामीहरू होइन तपाईँ नि कुर्नु होइन सो त्यति बेलासम्म तपाईँलाई यो भिडियो मन परिरहेको अहिलेसम्म भनेपछि यसो लाइक थिचिदिनु होइन सो आज हामी हेर्छौँ होइन 3 ठाउँको किमा नुडलमा कुन ठाउँको किमा नुडल एकदम बेस्ट छ कि स्वयम्भूनाथ बौद्ध र अरू कहाँ बानेश्वरको सो पछि हेर्ने कि 3 ठाउँको कुन बेस्ट छ कि सो गाइज हामीहरूले चाहिँ ठाउँ पायौँ है अब बसेँ हामीहरू के अर्डर गर्ने चिकन किमा नुडल तिमी के खान्छौ एउटा नुडल लाफिङ एउटा चिकन किमा नुडल हुन्छ कचौडा दिनु यसरी खान्छ गुडगुड बियो अब यसलाई यसरी हेपेर दियो कि छुट्टै मिठो छ यार है मिठो रहेछ मेरो चिकन किमा नुडल्स सामेको चिकन किमा नुडल आयो है ध्यान सक्नुहुन्छ एकदम लोडेड छ कतिको हो प्राइस कति हो 190 190 है हामीहरू अब यसको टेस्ट चाहिँ गर्छौँ कस्तो छ भनेर सो मेरो यहाँ पिरो हाल्छ भने यहाँको चाहिँ तर उता बौद्धको चाहिँ यसमा चाहिँ उखर थियो कि होइन तर यसमा चाहिँ छैन सबको आफ्नो तरिका हुन्छ होइन सर्भ गर्ने धेरै पिरो नहालमा फेरि तिम्रो गाडी चेन्ज छ कि सो यहाँको नुडल चाहिँ अलिक फरक छ क्या चापको टाइपको छ होइन हेर्न सक्नुहुन्छ तर देखिनु नआउनु होला फेरि क्यामेरामा भाँडो सानो भयो यार नुडल बढी भयो दाग लाग्यो क्या फाटेको लुकाइरहेछ सबै हाम्रो गयो सो गाइज हामीले चाहिँ किमा नुडल खायो है ठिकै थियो अब तर बौद्धभन्दा त्यस्तो राम्रो त थिएन है किनकि बौद्धमा अलिक फ्लेभरवाला थियो क्या होइन अनि यस्तो ड्राई पनि थिएन अलिक ड्राई लाग्यो क्या मलाई किन हो होइन सब यताको मान्छेलाई ठिकै लाग्छ होला सो अलिकति चाहिँ ड्राई लाग्यो होइन मलाई तर राम्रो थियो टेस्ट चाहिँ अलिक क्वान्टिटीमा चाहिँ फेरि क्वान्टिटीको कुरामा चाहिँ अलिक ठिकै थियो किनकि अलिक क्वान्टिटी चाहिँ धेरै थियो यसको होइन तर अलि मलाई ड्राई लाग्यो क्या होइन सिमी तिमीलाई कस्तो लाग्यो राम्रो छ यार राम्रो छ तर प्राइस पनि अलिक ठिकै छ है 190 होइन प्राइस चाहिँ ठिकै छ क्वान्टिटी राम्रो छ तर अलिकति त्यो सोया ससको हुन्छ नि सोया सस अलि बढी भएको भए झन् बबाल हुन्थ्यो होइन तर राम्रो छ कि किन तिम्रो लागि राम्रो हो नि त तिम्रो घाँटी बसिएको छ मुला टेस्टको लागि भने क्या मैले टेस्ट पनि राम्रो छ तर अलिकति चाहिँ अलि कति हुनुपर्ने त्योभन्दा अलि कम लाग्यो मलाई तर अरू चाहिँ बेस्ट है यता चाहिँ मेरो साथीले चाहिँ कुल्फी खाने मन लाग्यो त जता जान्छ त्यही के खाएपछि कुल्फी खाइहाल्छ क्या होइन सो यता पसलमा गएको छ कुल्फी ल्याउनु भनेर होइन सो गाइज अब यहाँ हेर्नु सक्नुहुन्छ है हाम्रो कुल्फी आएको छ होइन 20 रुपियाँ जाने अनि धेरै महँगो खान्न होइन हामीलाई मन पनि पर्दैन सुट पनि गर्दैन क्या हामीलाई 20 भन्दा बढी महँगो अलि कुल्फी खाएपछि होइन
उसको भनेको होइन तर के को दुधको थाहा छैन चौरीको कि हात्तीको दुधको होला सो हामीहरू चाहिँ यो मेन गेटमा पुग्यौँ है यहाँबाट चाहिँ हामीहरू जाँदैछौँ सो तपाईँलाई चाहिँ त्यो तिनवटा मूर्ति यताको मेन फिगर है के भन्छन् त्यसलाई मेन स्ट्याचु क्या सो हामीहरू चाहिँ यहाँ मन्दिरमा आयो है यहाँ के अरे स्ट्याचुमा आयो होइन यो चाहिँ यहाँको चाहिँ के भन्छन् तिनवटा मेन स्ट्याचु होइन त्यो यताबाट चाहिँ यहाँबाट हेर्न सक्नुहुन्छ भने थियो मैले लगिहाल्यो मलाई कुल्फी ल्याएको छैन मैले अघि बाँदरले खोसेर खाइदियो होइन सो अब यता प्रसाद दिनुभएको थियो त्यो प्रसाद खाँदैछु होइन सो मैले आफैले अरूलाई भन्दैछु कि म यहाँ कुल्फी चाहिँ के अरे यहाँ खास बाजारमा भनेर भन्दै थिएँ होइन सो मेरै खोसेर भएको के हातबाटै खोसेर लगेको के सो अब यो खाँदैछौँ सो तपाईँहरू पनि होइन बाजारको अगाडि के खाने काम चाहिँ नगर्नु होइन तपाईँलाई मनपर्छ यस्तो भिडियो हेर्न मनपर्छ भने चाहिँ लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला नो स्क्रिप्टेड ओन्ली र सो बाई बाई गुड नाइट सी यु इन द नेक्स्ट भिडियो Wanna clear a bottle of Cabernet